हेलो साथीहरू, गुड मर्निङ, नमस्ते सम्पूर्णलाई मेरो छोटो ब्लगमा। साथीहरू, बिहानको 6 बजेदेखि 9 बज्न लागिसक्यो। मैले भने बल्ल बल्ल 2टा काम गरिसकेको छु। कसका छन् मेरा यस्ता काम भन्नु साथीहरू। मान्छेले भन्छन् नि म त 6 बजेदेखि 9 बजेसम्म चार्जर गर्छु, बाँधर गर्छु भन्नेवाला चाहिँ कस्तरी गर्दा मलाई त काम गर्नै सकिन्न। बिहान 6 बजे आउँछु, बल्ल बल्ल 9 बजे 2टा काम गर्छु साथीहरू। म कसको छ यस्तो काम चाहिँ कमेन्ट गर्नु है साथीहरू। लाइक कमेन्ट गर्नु, मलाई फलो गर्नु, मेरो भिडियो सेयर गर्नु। म पनि हजुरहरूलाई फलो गर्नेछु, लाइक गर्नेछु, कमेन्ट गर्नेछु, भिडियो सेयर गर्नेछु साथीहरू। यस्तै साथीहरू, परदेशी जिन्दगी कस्तो राम्रो फुल फुलिरहेको छ, हरियाली पुरा खरेडी लाग्न लाग्छ कि साथीहरू। त पनि चैत वैशाखको उराइटो महिना कस्तो नरमाइलो भइरहेछ साथीहरू। म चाहिँ लिफ्टभित्र गइसकेँ। अब चाहिँ मेरो एउटा काम छ। म बिहान 6 बजेदेखि 11 बजेसम्म म 3टा काम मात्रै गर्छु है साथीहरू। 3 काम भन्ने कस्तरी भन्दा है, महिनाको 50-60 हजार कमाउँछु अरे भन्नेवालाले। खै म त सक्दिनँ कमाउनु। मेरो चाहिँ यो घरमा 2 घन्टा ठ्याक्कै लाग्छ साथीहरू। हरियाली पनि छ, खरेडी पनि परिरहेछ, कस्तो रमाइलो छ। तर कता आजभोलि अब फागुनको उराइटो महिना, बहुरा आउने चैत बन्धान त्यस्तै भएको छ यो मौसम चाहिँ। के गर्नु साथीहरू, परदेशी जिन्दगी काम गरेर खान पाइँदैन। के गर्नु। ओके साथीहरू, बाई बाई। फेरि दोस्रो भिडियोमा भेटौँला।